हेलो गाइज, स्वागत छ तपाईहरुलाई मेरो भ्लगमा है। म चाहिँ हिजो केटीएम आएको कि काठमाडौँ आएको, अनि हिजो पनि मैले नयाँ भिडियो पनि पोस्ट गरेको थिएँ। अल्छी लागिरहेको जस्तो नमाइकन सुतेको, अल्छी लाग्यो, भर्खर उठेको, खानासँग भिडियो मरे मिलाउनु छ। अनि हिजोको भिडियो के कस्तो लाग्यो हैन, आउने बेला त मैले गर्न पाएन के, अब त्यस्तै फोन पनि खासै गतिलो छैन, त्यही माथि पनि अब पछाडि परेको थियो लास्ट सिटमा, त्यही भएर अब त्यस्तो हो। केही पनि सानो ब्याग छैन, कोकको बोतलहरू अब रुम मिलाइन्छ टक्क है। जो केही पनि गर्नु भ्याइएन, सामानहरू यस्तै छ। बाइक साइकल यहाँ छ, यसलाई चाहिँ बाहिर निकाल्नु पर्ने हुन्छ। कुपारामा साइकल पनि झिक्कियो, बाइक साइकल बाहिर छ। ल त साइकल बाहिर देखियो, अब मिलाएको रुम यस्तो छ। म चाहिँ यहाँ अलिअलि बनाएँ, भर्खर अलिअलि चाहिँ गरायो है। यहाँ चाहिँ भात पकाइरहेको कि, यस्तोमा खाना बनाउनु चाहिँ यसको चाहिँ के छ भन्दाखेरि पकायो भने भात चाहिँ ठिक्क, भात चाहिँ मजाले नै पाक्छ। अलिक छिटो पाक्दैन भने पाक्न चाहिँ पाक्छ। भर्खरै नुहाएर निस्केको म, काम लाग्यो। अब एकछिन सुत्तिन्छ, बालकोट जान हो म एकछिनपछि, अनि बालकोटतिर जाने काम पनि छ। कपडा धोइ धोइयो नि, ब्याग धोइयो, मैले भएन नयाँ गाडी माथि हालिदिएको, खै के तेल लागेको थियो। जराहरू पनि रहेछ कि मैले, ज्याकेट छ, झन्डा छ। अब म सुत्छु 2-3 बजे उठ्ने भनेको, कस्तो हुन्छ, कति बेला उठिन्छ, अनि उठ्यो भने भोलिबाट कन्टिन्यू काम छ क्या, काम गर्नुपर्ने हुन्छ। काम गरेर बिजोग हुन्छ है। यहाँ पेन्टिङ छ नि, पहिला यहाँ रुममा बस्ने बनाएको रहेछ क्या, दामी खाने, मैले त्यत्तिकै राखिदिएको। यो छ, यो चाहिँ बर्थडेको पहिलाको बर्थडे। त्यहाँ छ खाटा सादाहरू छ। सिङ्गर अन्त सिङ्गर गाडे। ल म सुत्छु, त्यसपछि अहिले के हुन्छ बाँकी फेरि त्यसपछि है। लु म चाहिँ भर्खर उठेको, 5 बजे उठ्थ्यो चाहिँ यार, 4 बजे उठ्नु पऱ्यो भनेको, 5 बजे उठ्थ्यो चाहिँ झ्याएको यार, टाइम छैन। म चाहिँ कपडा सपडा झिक्न जानु पऱ्यो। म चाहिँ भर्खरै साइकल चाहिँ बाहिर निकाल्यो, बाहिर निकाल्नुपर्छ कि यहाँ चाहिँ। अनि यता आज बालकोट जानु भनेको, बालकोट चाहिँ अलि भएन कि, त्यतातिर टाइम लाग्ने भयो, आज ढिलो उठ्यो। अनि म चाहिँ जडीबुटी जान्थेँ, दाइले कल गरेर आउनु भन्दै थियो अघि दिउँसो भन्न त, अनि 4 बजेपछि आऊ है भनेको थियो, अनि भयो त ढिलो भयो, लाग्ने भयो साइकल पसलमा एकछिन। म त उहाँ अगाडि पसलसम्म जान पर्ने काम थियो कि, त्यही पसलमा गएर आउँछु। ल है त, जाम है त। म चाहिँ भर्खर पसलबाट निस्केँ। अब साइकलवालामा म पसलमा आएको छैन, अनि नास्ता खाने, घरतिर जाने है, काम चाहिँ भयो। यहाँ पनि छोडिदिइराखेँ।
दिदी यहाँको दाइ अझ आउनु भएन साइकल पसलको यो त हाम्रो साइकल पसल एउटा दाइ अलि अस्ति नयाँ खुल्नु भएको थियो कि जडीबुटीमा आए सबको साइकलहरू चाहिएमा तर मान्छे चाहिँ कहाँ हुनुहुन्छ यार बच्चा बच्चीको लागि र दाइ चाहिँ नरहेछ अब हामी चाहिँ फर्केर जानुपर्ने हुन्छ अर्को ठाउँ है यो छ यसमा तर पसलको बोर्ड सोड चाहिँ राखेको छैन नयाँ हो क्या त्यही भएर नयाँ हो म चाहिँ अलि अघि यहाँको पसलमा गएको थिएँ त्यहीँ बोलाइरहेको थिएँ अनि त्यहाँ बिजी छन् क्या त्यही भएर भिडियो सिडियो पनि गरेन उहाँ अगाडि पनि छ एउटा दाइ त्यो पसलमा जाम है भन्दा नि नजाम अब म चाहिँ साइकल बनाउनु जान पऱ्यो त्यसपछि खानासाना बनाएर पनि खानु पऱ्यो ल है त गाइस जाम छ बाटो यदि जाम छैन रहेछ भने म भिडियो गर्छु जडीबुटीको पल्लो लोकन्थलीको पल्लो साइड है टाइम लाग्छ हो एकछिन हान्नै पर्छ कि रिस उठेर मेरो भलक छ क्या भलक मेरो भलक छ के यो अलिकति तल छ होइन र त्योभन्दा यार कोहीले चलाएछ क्या राति हुने यहाँ बानेको उस पनि छैन फेरि चाबी मसँग छ यार मजाले तरकारी किन्ने घट्टिएर जाने नास्ता सास्ता क्यान्सल हुन्छ होला जस्तो छ नास्ता नखाने कि धेरै हाल्दैछ लोड हाल्दैछ
दिदी हावा धेरै हाल्दैछ क्या यार पुत्ला चाहिँ के लाग्ने त खै दिदी उता पसलमा हुनुहुन्छ टमाटर छ आलु दिदी उता बोलाउन उहाँ मजाले गफ लडाएको यता आउनु किन र बोलायो नसुन्ने दिदी त्यसरी मस्त कस्ती कस्ती गफ गर्नुहुन्छ अब दसैँ कस्तो भयो त ल आलु कसरी छ सार्ने ल हाल्दैन प्लास्टिक ल्याउनु एक धानी लगाउनु रुममा आइयो साइकलहरू पनि राख्यो अब म एकछिन माथितिर जानु हो क्या एकछिन चोकतिर यस्तो डुल्न जान्छु अनि यहाँ बाजेले चाहिँ म बनाउँछु आज बेलुका भन्दा बनाउँछु भन्दा ल भनेको अझै फोन यहीँ छोडेर जान्छु कि नत्र भिडियो बनाउँथ्यो होला चार्जै छैन यार चार्जर उहीँ छोडेर चाहिँ आज फेरि नयाँ चार्जर पनि किन्ने भिडियो ल रुममा पनि आइयो अब लक्क कपडा सपडा मिलाएर यहाँ चाहिँ लसालिङ थालेको छ क्या त्यहाँ चाहिँ अलिकति दिन लाग्यो चिनियो सम्पत्तिमा के छ होला खानामा खसीको मासु है अनि यहाँ छ यो चाहिँ भुटुवा भयो हरियो खुर्सानी अघिल्लोको मैले त भिडियो बनाउनै बिर्सेर खाएछु क्या अनि त्यही भएर आजको भिडियो चाहिँ यो खाना खाइसकेपछि यति नै होला जस्तो छ यहाँसम्म हेरिनु भएको हजुरलाई धन्यवाद नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु नबिर्सिनु होला म अब रेगुलर भ्लग बनाउने ट्राई गर्छु कस्तो हुन्छ होइन अहिले क्वालिटी पनि छैन क्या अनि त्यही भएर अब देउस तिहार अगाडि पछाडि चाहिँ मैले एउटा गोप्रो पनि किन्ने प्लानिङ गरिरहेको दाइहरूसँग सल्लाह पनि गरेको सेकेन्ड ह्यान्डको छ भन्नुहुन्छ लेट्स सी है के हुन्छ त्यति बेलासम्म यदि भयो भने भयो नत्र अनि यस्तो लाग्छ कि सुरुमै फेरि अहिले सानोवाला सस्तोवालै किनौँ पछि बनाउनु मन लागेन भने यताउति टाइपको लाग्छ भनेर सस्ती किन्नु भन्नुभयो दाइले पनि म पनि त्यही सोचिरहेको हेर म आजको चाहिँ अघि ट्याक्क दाइसँग धेरै पछि भेट भएर अघि कुरा गरेको अनि त्यही भयो बस्नु सोचरमा पनि गयो डुले यताउति अब के भयो म चाहिँ राम्रो राम्रो पार्टहरू मात्र सेलेक्ट गरेर हाल्छु हजुरले हेर्नु होइन अनि कमेन्ट चाहिँ गरिदिनु है कमेन्ट गरिदिनु अनि लाइक नगर्नु होइन सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु यति भन्दै आजको भ्लग यहीँ अन्त्य गराउँछ धन्यवाद हजुरले भ्लग हेरिदिनु भएकोमा हजुरलाई धन्यवाद है हजुरले भ्लग हेरिदिनु भएकोमा हजुरलाई एकदम धेरै धन्यवाद अनि मलाई चाहिँ भ्लग बनाएको भएर हेर्न सक्नुहुन्छ मासु भात भिडियो त्यति अन्त्य गर्न चाहे हेरिदिनु भएकोमा धन्यवाद भन्दै सबैलाई गुड नाइट है अब अर्को भ्लगमा भेटौँला।